हेलो एभ्रिवान सबैलाई। यो चाहिँ मेरो डोल्पाको घर अनि हाम्रो घर चाहिँ यस्तो हुन्छ अनि माटोले छाएको अनि पछिको लागि चाहिँ दाउराहरू व्यवस्थित हुन्छ। यहाँ चाहिँ हाम्रो घाँस पाल्नु भएको छ मम्मीले सो अनि हाम्रो माथि जाने बाटो चाहिँ यो हो। त्यस पछाडि चाहिँ यहाँ चाहिँ मूल ढोका चाहिँ यो हो किनभने म चाहिँ छतमाथि जान्छु। यो चाहिँ हिमाल देखिन्छ यहाँबाट हाम्रो। यो चाहिँ हाम्रो चाहिँ के भन्छ अरे यो चाहिँ आरू हो। टन्नै लगाउँछौँ कि घरदेखि अगाडि चाहिँ आरू हो कि बोट बिरुवाहरू लगाउँछन्। अनि त्यस पछाडि यो चाहिँ यो आरू चाहिँ साउन भदौ असोजतिर खाने हुन्छ। अहिले चाहिँ सानो सानो छ, पाकेको छैन। अनि यहाँ टन्नै छ, धेरै प्रकारका फलफुलहरू लगाएका छन्। स्याउ छ, अनार छ अनि ओखरहरू पनि, साथै यहाँ बैंस पनि छ। अनि यहाँ चाहिँ म चाहिँ भित्र गएँ। आज चाहिँ मलाई मम्मीले चाहिँ घरि बस्ने भन्नुभयो आन्टीलाई र मलाई चाहिँ खानासाना बनाउनुपर्छ। अनि यहाँ घरमा कोही छैनन्, भाइहरू छैन, दाइ चाहिँ घरमा गइरहेको अनि अरू चाहिँ तल छन् सबै। हाम्रो चाहिँ भान्सा चाहिँ यस्तो चाहिँ हुन्छ। अनि यहाँ चाहिँ अँध्यारो छ, धेरै अँध्यारो किन हुन्छ भने चाहिँ हाम्रोतिर बत्तीको खासै राम्रोसँग व्यवस्था नभएको कारणले, अनि व्यवस्था भए पनि यहाँ हाम्रो प्राकृतिक कुराहरू चाहिँ पानी पर्यो भने नि बाढी पहिरो कारणले चाहिँ पोलहरू ढल्ने अनि त्यस्तो कारणले बत्ती आउन। आजकल चाहिँ उता विकासको काम छ अरे अनि त्यो बनाउन लागिरहेको, केही 2-4 दिनमा आउँछ भन्ने चाहिँ सुनिरहेको छु। यो चाहिँ मेरो घर हो। हाम्रो चाहिँ 3 तलाको घर हुन्छ। तल चाहिँ गाई बस्तुहरू राखिन्छ, माथि तला हामी 20 तला, सबै माथि तला चाहिँ केही सामानहरू राखिन्छ। जसमा चाहिँ सबै माथि तला र 20 तला चाहिँ टमाटर लगाउनु भएको थियो अनि पानी हाल्न लागेको। त्यो माथि तला हालिसकेपछि म चाहिँ 20 तलाको छतमा आएँ। अनि त्यस पछाडि उता चाहिँ एकदम धुवा थियो, पानी हाल्दै बसेँ। अनि यसो पानी पनि बिस्तारै हालेँ। गाउँ त हरियाली नै छ अहिले। पानी हालेर पनि सकेपछि यसो भिडियो बनाऊँ कि भनेर हेरेको। अनि त्यस पछाडि चाहिँ मेरो काम चाहिँ यहाँ चाहिँ होटो बराल्नु पर्ने, फोहोर भएर अनि त्यो भएर बराल्न लागि के गर्ने यस्तो हो, नबरालौँ भने कति फोहोर हुन्छ। अनि त्यस पछाडि अलि भाँडा पनि बचेको थियो अघिको, त्यही भएर अलि माझ्न लागेको। अनि त्यस पछाडि अरू धेरै काम छ अझै, आज सक्न पर्छ कि भन्ने उसले अलि छिटो गरौँ भनेको। झन् हात चाहिँ ढिला चल्ने कि एकदम ढिलो हात चल्ने, मेरो हात चाहिँ ढिलो चल्छ सो त्यही भएर। अनि त्यस पछाडि चाहिँ त्यहाँ बाटो पनि अलि फोहोर देखेको थियो कि धेरै दिन भएरै छ सफा नगरेको। त्यो बाटोलाई पनि अलि बढारेर सफा गरेँ। अनि त्यस पछाडि अझै कति काम छ, कति भ्याइन्छ कि नै भनेर अझै हतार गर्दैछु कि। अनि त्यही भएर त्यस पछाडि चाहिँ धारोहरू सफा गर्नुपर्छ। त्यही भएर अनि म चाहिँ बारीतिर लागेँ धारो सफा गर्नका लागि। धारोमा पनि धेरै फोहोरहरू थियो कि माथिको घाँसपातहरू आएर अलि फोहोरै देखेको थियो। त्यहाँ बारी गएर यस्तो आरू ओखरहरू स्याउहरू देखाउँदै त्यस्तो हुन्छ भन्ने कुरा भन्दै त्यस पछाडि म चाहिँ धारोमा लागेँ। धारोमा चाहिँ यति धेरै फोहोर, फेरि धारोमा फोहोर भएको देखेर बराल्न लागि। बराल्दै अँध्यारो हुन लाग्यो। सो त्यस पछाडि चाहिँ छिटो भ्याउँछु भनेर बराल्दै आसनैसम्म फोहोर गाभेको रहेछ। नल्ली मेरो काम चाहिँ आजको सकियो। अब भोलिको चाहिँ के हुन्छ थाहा छैन।